साथीहरू अहिले फिफा वर्ल्ड कप चलिरहेको छ। तपाईँहरूलाई पनि फुटबल हेर्न मन छ, तर फ्रीमा कसरी फुटबल हेर्ने भन्ने बारे तपाईँलाई थाहा छैन भने तपाईँहरू चाहिँ सही भिडियोमा आउनुभएको छ। त्यसको लागि तपाईँले यो गुगल क्रोम ब्राउजर खोल्नुपर्ने हुन्छ। यसरी तपाईँले गुगल क्रोम ब्राउजर खोल्नुभयो भने तपाईँले यहाँ चाहिँ सर्च गर्नुपर्ने हुन्छ योनो टिभी, YONO टिभी। यसरी सर्च गर्नुभयो भने यहाँ एउटा योनो टिभीको वेबसाइट खुल्छ। यसमा तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। यसरी अगाडि बढ्नुभयो भने यहाँ चाहिँ कुन कुन खेल चाहिँ अहिले लाइभ चलिरहेको छ त्यो सबै यहाँ देखाउँछ। अहिले चाहिँ नेदरल्यान्ड र मोरोक्कोको खेल चाहिँ चलिरहेको छ। तपाईँले यसमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। यसरी तपाईँ चाहिँ यो वेबसाइटभित्र प्रवेश गरिसकेपछि तपाईँलाई चाहिँ यहाँ विभिन्न किसिमका लिङ्कहरू दिएको हुन्छ। यी लिङ्कहरूमध्ये तपाईँले चाहिँ कुन भाषाको कस्तो चाहिँ कमेन्ट्रीको चाहिँ गेम हेर्न चाहनुहुन्छ, त्यसरी चाहिँ त्यही लिङ्कमा क्लिक गरेर तपाईँले चाहिँ यहाँ वर्ल्ड कप हेर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा क्लिक गरेँ। यसरी तपाईँले सजिलै विश्वकप आफ्नै फोन अथवा ल्यापटपबाट हेर्न सक्नुहुन्छ। साथीहरू, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद।